गलाती 1:10 पद, के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुसी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुसी पार्न कोसिस गरेको भए म ख्रिस्टको दास हुने थिएन। यहाँहरू सबैजनालाई जय मसीह। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचनलाई हामी हेर्नेछौँ। पवित्र परमेश्वर, हामी तपाईँको चरणमा आउँदछौँ। जिउँदो परमेश्वर, आज हामीलाई सिकाउनुहोस् तपाईँको वचनद्वारा कसरी बोल्दै हुनुहुन्छ। आज हाम्रो जीवनमा तपाईँलाई खुसी बनाउने र तपाईँलाई महिमित तुल्याउने हामीलाई बन्न सहायता गर्नुभएको होस्। प्रभु, हामीलाई निगाह गर्नुहोस्, तपाईँको वचनले भन्दै गर्नुभएका कुरालाई हामी जान्न सकौँ र त्यस अनुसार जिउन सकौँ। येशू प्रभुको नाम माग्दछौँ, आमेन। प्रियहरू, अहिले भर्खरै हामीले पढ्यौँ गलाती 1:10 पद। यहाँनिर पावलले एउटा कुरा भन्नुभएको छ कि म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको। उहाँले चाहिँ यो कुरा भन्दै हुनुहुन्छ कि म चाहिँ कसलाई खुसी बनाउने कुरामा दौडिराखेको छु, कि म मानिसहरूलाई खुसी पार्दैछु कि परमेश्वरलाई। अनि उहाँले एउटा यस्तो शक्तिशाली कुरा भन्नुहुन्छ, किनकि हामीले पावलको जीवनबाट एकदमै धेरै शक्तिशाली कुराहरू सिक्दछौँ। उहाँ कति धेरै समर्पित, उहाँ कति धेरै आफूलाई ख्रिस्टको अगाडि झुकाउनु भएको र कसरी ख्रिस्टलाई चाहिँ आफ्नो जीवनमा एकदमै उचाल्नु भएको कुरा चाहिँ हामी उहाँको जीवनबाट हामी सिक्दछौँ। त्यसकारण उहाँले एउटा कुरा चाहिँ भन्नुभएको छ कि यदि मैले अझै मानिसहरूलाई खुसी पार्न कोसिस गरेको भए म ख्रिस्टको दास हुने थिएन। उहाँले जुन शक्तिशाली जीवन जिउनु भयो, यदि उहाँले चाहिँ मानिसहरूलाई खुसी बनाउनतिर लागेको भए उहाँले त्यो शक्तिशाली जीवन जिउन सक्नुहुने थिएन। आज हामी ख्रिस्टका मण्डली विश्वासीहरूले सधैँ एउटा कुरालाई याद गर्नुपर्छ। हामीले गर्दै गरेको कुराहरूले, हामीले दौडिँदै गरेको कुराहरूले हामी कसलाई चाहिँ खुसी बनाउन हामी खोज्दैछौँ। आज हामी संसारको तरिकाले हामी जिउन खोज्छौँ। कतिपय समयमा हामी मानिसहरूलाई ख्रिस्टमा बोलाउँदै गर्दाखेरि हामी एउटा कुरा भन्दछौँ कि यस ख्रिस्टमा शान्ति छ, उहाँले आनन्द दिनुहुन्छ, उहाँले सुरक्षा दिनुहुन्छ, तपाईँलाई हरेक बिमारीबाट बचाउनुहुन्छ, तपाईँको सम्पूर्ण कामहरूमा चाहिँ आशिष हुन्छ भनेर हामी चाहिँ अरू मानिसहरूलाई बोलाउने गर्दछौँ। तर प्रियहरू, आज पावलले भन्नुभएको एउटा कुरा चाहिँ हामी सबैले याद गर्नुपर्छ, किनकि कि म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, म कसलाई चाहिँ खुसी बनाउन खोज्दैछु। अनि यीशु ख्रिस्टले पनि मत्ती 6:1-4 चाहिँ उहाँले भन्नुभयो, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाऊ, जस्तो ढोङ्गीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमीहरू दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आमेन। यस ख्रिस्टले हामीलाई कति शक्तिशाली कुरा सिकाउनु भएको छ। आज हामीले मानिसहरूलाई देखाउनुको निम्ति होइन, तर परमेश्वरलाई उचाल्नुको निम्ति हरेक कुराहरू गर्दछौँ। आज हामी पवित्र मण्डली येशू ख्रिस्टका दुलही भएको कारणले आज हाम्रो श्रृङ्गार संसारको निम्ति होइन, तर ख्रिस्ट येशूको निम्ति हो। किनभने पावलले गलाती 2:20 पदमा भन्नुहुन्छ, म त ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। आमेन। यो वचन पढाइबाट प्रभुले हामी सबैजनालाई अनुग्रह गर्नुभएको होस् कि हामी यो वचन अनुसार जिउन सकौँ। सबैजनालाई जय मसीह।